रिल हामीले लगातार रूपमा पोस्टिङ गरिबस्दाखेरि हामीले त्यसबाट चाहिँ के पाउन सकिन्छ? नमस्कार, म पदम महत। जब हामीले रिल चाहिँ कन्टिन्युस रूपमा पोस्ट गरिरहेको हुन्छ, हाम्रो चाहिँ भ्युवर्स, फलोवर्सहरू चाहिँ ग्रो भइरहेको हुन्छ र अब रिल क्रिएट गर्दाखेरि चाहिँ त्यसमा एउटा भ्यालुएबल कन्टेन्ट होस् ताकि हामीले चाहिँ हाम्रो भ्युवर्स, हाम्रो अडियन्सहरूलाई हामीले यो बिजनेस सम्बन्धी चाहिँ एजुकेट गर्न सकौँ र अनि अब हामीले चाहिँ त्यसमा आफ्नोपन पनि झल्काउँ ताकि अब हामी चाहिँ आफू रियल पर्सन भएर आफ्नो चाहिँ रियल स्टोरी, सक्सेस, स्ट्रगल र आफ्नो चाहिँ विन्स स्टोरिजहरू पनि सेयर गर्न सकौँ र हामीले चाहिँ टाइममा चाहिँ इन्टरटेनिङ खालको कन्टेन्टहरू पनि चाहिँ क्रिएट गरेर पोस्ट गऱ्यौँ भने चाहिँ हाम्रो त्यसबाट चाहिँ धेरै चाहिँ इन्गेजमेन्ट अथवा चाहिँ रियाक्सनहरू पाइन्छ र जब हामीले चाहिँ रिल क्रिएट गरेर पोस्ट गर्दाखेरि आज गरियो अनि भोलि गरिएन, फेरि 2-4 दिनपछि गर्ने भयो भने चाहिँ अब हामीमा चाहिँ अडियन्सहरूको चाहिँ ट्रस्ट हुँदैन र जब हामीले चाहिँ कन्टिन्युस रूपमा चाहिँ आफ्नो रिलहरू चाहिँ क्रिएट गरेर पोस्ट गरिरहेको हुन्छौँ त्यसबाट हामीले धेरैभन्दा धेरै चाहिँ रियाक्सनहरू पाउँछौँ र हामीले चाहिँ त्यहाँबाट पनि आफ्नो बिजनेस पार्टनरहरू पाउन सकिन्छ। सो गाइस, यदि तपाईँहरूले पनि यस्तै खालको एउटा चाहिँ सुनौलो प्लेटफर्मको खोजीमा हुनुहुन्छ भने प्लिज रिच आउट टु मी। सो आजलाई यति नै, भोलि फेरि म अर्को नयाँ टपिक लिएर आउनेछु। सो त्यतिन्जेलसम्मको लागि यु गाइस हेभ अ गुड डे, गुड नाइट एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई।